खिच्नु हुन्छ भने त्यो हात कहाँ हुन्छ यसबाट खिच्नु यसबाट भिडियो रेकर्ड गर्नु त्यसबाट राम्रो आउँछ फोटो यसबाट राम्रै आउँछ ठिकै आउँछ बाबा पनि त के काटेर हेर्ने यहाँ आउ त बोल्नु उता तिमी राम्रो खिच्छौ फोटो ल आउ त तिमी हो क्यामेराम्यान अस्ति मेरो खिचिदिने होइन यहाँ खिचेर राम्रो राम्रो ल तिमी चाहिँ यहाँ आएर देखाइदेऊ ल आऊ तिमी चाहिँ यहाँ उसको बाबालाई यसरी देखाइदेऊ ल यसरी ल यसमा त भिडियो बाबालाई सानो बनाइदिउँ सानो बनाउनु तर तपाईँले बनाउनु न उहाँ ल भाइ एकछिन टक्क देखाउ ल यस्तो गरेर ल अनि यो एकछिन नकाटेन अनि यो गर्ने बाँकी छ नि त तर यो त खोइहरूको बनाउनु पर्ने किन भाबीहरूको लेख्छु अनि खोइहरूको बनाएको यसपालि पनि खोइहरूकै पहिले यो बाल त्यहाँ जला न अनि यहाँ जला न लाइटर छैन एकछिन नगर्नै अगाडि राख्नु न फुक्नु पर्दैन त्यो अर्को हातले चलाउने मात्रै हातले घुमाउनु ह्यापी बर्थडे त्यो यो भुइँमा डराउँदैन चाहिएको छ नमस्ते गरेर पहिले यो यस्तो यस्तो गर्नु लगा म लास्टमा फुकेर काट्नु लाग्नु साइडबाट यो निकाल्नु लु यहाँबाट काट्नु कहाँबाट काट्नु एकछिन है आन्टी एकछिन है वान कहाँ खाने हो टिका लगाइदिनु गरेको फोटो खिच्नु पर्छ भाइ यता हेर न अहिले खानु हेर्नेले काट नि बेबी यसरी काट्ने टिका लगाइ ह्याप्पी बर्थडे टु यु धेरै ज्ञानी हुनु पढ्ने बेलामा नरुनु पढ्ने बेलामा रुएर आमाको हातको कुटाइ नखानु